पनि विगतमा पनि धेरै पटक कुरा उठिसकेको छ। यो नेपाली कांग्रेस भनेको गाउँले भनेको कांग्रेस गाउँमा नेपाली कांग्रेसका मान्छे बस्छन् र नेपाली कांग्रेसले गर्ने विकास भनेको पनि गाउँको विकास हो। गाउँको विकास भयो भने वास्तवमा यो राष्ट्रको विकास हुन्छ भनेर बिपी कोइरालाले भन्नुभयो चाहिँ हामीले पनि कांग्रेस बचाउन यो गाउँमा जो नेपाली कांग्रेसको एउटा जराको रूपमा जसरी यो कांग्रेस निर्माण गर्नको लागि कांग्रेस बचाउनको लागि आदरणीय दाजुभाइ दिदीबहिनीहरू रहनु भएको छ र गाउँको समस्यालाई नै हामीले सत्तामा जाँदा या प्रतिपक्षमा बस्दा गाउँको समस्या र गाउँका गरिब दुखीको समस्यालाई हामीले त्यसलाई चाहिँ हामी एड्रेस गर्न सक्यौं भने वास्तवमा कांग्रेस मुलुकको बलियो पार्टी पनि हुन्छ र यो कांग्रेसलाई बचाउन केही अन्य कार्य पनि अबको अवस्थामा गर्नुपर्ने बेला आएको छ। यो कांग्रेसमा पदमा पुगेपछि यो पार्टी मेरो हो भन्ने म पनि लाग्ला तपाईलाई म जिल्ला सभापति हो तर यो कांग्रेस भनेको संस्था हो। यहाँ धेरै अग्रज शहीदहरूको बलिदान धेरै शहीदहरूको त्याग बलिदानले हो धेरै साथीहरूको अङ्गभङ्ग निर्वाचन बसेर धेरै साथीहरूले यो कांग्रेस भए बापतको आफ्ना घर बासमा पनि छोडेर हिँड्नु पर्ने अवस्थाबाट पनि विचलित नभइकन यो गाउँका नेपाली कांग्रेसका आदरणीय नेताहरूले नेपाली कांग्रेसका साथीहरूले निर्माण गरेको यो कांग्रेस हो। यसलाई अबका दिनमा पनि हामीले सबैको सहअस्तित्व स्वीकारेर हामीले पार्टीलाई संस्थागत गर्ने हो भने पार्टीको संस्थालाई संस्थागत गरेर विधान बमोजिम हामी सबैको सहअस्तित्व सबैको सम्मान र सबैको कांग्रेस हो भन्ने भावनाले अबका दिनमा हामीले यो कांग्रेसलाई लानुपर्ने छ। तब मात्रै यो कांग्रेस एकतामा अगाडि बढाएर गुट उपगुट होइन एक्लो कांग्रेस मात्रै या कोही कसैको गुट होइन। त्यसैले त हामी कांग्रेस त्यसमा लाग्न र हामी दासत्ताको उन्मूलन गरेको पार्टी हामी कोही कहीँ पुग्ला कोही पदमा पुग्ला र जो गलत विचार छ त्यसलाई हामीले खुलेर हाम्रा पार्टीका हाम्रा चाहिँ भेलामा बैठकमा हाम्रा यस्ता आवाजलाई पनि उठाइदिन म सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु र यो आजको जो अन्तर्राष्ट्रिय नारी दिवसमा पनि सम्पूर्ण आदरणीय आमा दिदीबहिनीहरू उपस्थित हुनुहुन्छ। सम्पूर्णलाई नारीलाई नेपाली कांग्रेसले सम्मान गर्ने पार्टी भएको नाताले पनि नेपाली कांग्रेस जिल्ला कार्य समितिको तर्फबाट म आज अन्तर्राष्ट्रिय नारी दिवसमा सम्पूर्णलाई म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। भोलिको दिन यो जिल्ला नारी मैत्री जिल्ला बनाउन हामी लागि पर्न सकौं। आजको दिनले त्यो प्रेरणा हामीलाई दियोस्। म यहाँहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु र म भातृ संगठनको बारेमा वास्तवमा हिजोका हाम्रा अग्रज नेताहरू धेरैजना अहिले परलोक पनि भइसक्नु भएको छ र यो पार्टी भन्ने पनि भोलि आउँदा युवाहरूलाई पनि आउँदा विभिन्न क्षेत्रमा रहेका विभिन्न लिङ्ग भएकालाई पनि एक बनाएर लानु पर्यो र तिनीहरूलाई पनि संगठित गराएर लग्यो भने भोलिको दिन मजबुत कांग्रेस बन्न सक्छ र जुनसुकै फ्याक्ट्रीले पनि सामान उत्पादन गर्न भने स्टक बाहेक त्यो फ्याक्ट्रीसँग केही पनि हुँदैन भोलि त्यो सकिएपछि। त्यसैले हाम्रा भातृ संगठन पनि एउटा उत्पादित सामग्री हुन्। बजारमा नयाँ सामानहरू जान्छन्। चाँडोभन्दा चाँडो यो नेपाली कांग्रेसका सम्पूर्ण भातृ संगठनको पनि अधिवेशन हुन सकोस् ताकि भोलिको भविष्य बोकेको नयाँ कांग्रेस र नयाँ उत्पादन नेपाली कांग्रेसले कार्यकर्ताहरूलाई गर्न सकोस् भन्ने भावना राख्दै म आदरणीय यस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्रीज्यू सहमहामन्त्रीज्यू विशिष्ट अतिथिज्यूहरूलाई म र यहाँ उपस्थित आदरणीय नेपाली कांग्रेसको लागि आफ्नो यो कुनै पनि यो काम गर्ने समयलाई पनि थाती राखेर यो कांग्रेस बलियो बनाउनु पर्छ भनेर आउनुभएका तमाम आदरणीय नेपाली कांग्रेसका दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आफ्नो कार्यव्यस्तताले पनि म अहिले यहाँबाट गइहाल्नु पर्ने भएको हुनाले म यो कार्यक्रममा पूरा समय बस्न सकिन यहाँहरू सबैसँग म क्षमा माग्न चाहन्छु र म यो अबको दिनमा यो कांग्रेसलाई एक बनाउने दायित्व तपाईँ हामी सबै यहाँ मञ्चमा बस्ने मात्रै होइन मञ्च भन्दा तल बस्नेले पनि कांग्रेसको हिजोदेखिको इतिहासलाई गर्व गरेर भोलिको दिनमा पनि हामी कांग्रेस कसरी जाने भन्ने भावना हाम्रा महामन्त्रीज्यूले
या हाम्रो सामु सुनाउनुहुनेछ। म तपाईहरुको अघि पछि दुःख सुखमा पछि पनि भेट्ने बाचा गर्दै म आफ्ना भनाई यो प्रथम नेपाली कांग्रेस 1 नम्बर क्षेत्रको प्रथम अधिवेशन पुनः सफलताको शुभकामना दिँदै बिदा हुन्छु। हस्, जय नेपाल।